को जमुना नाका हो। यो दुई देश बिचको नाका भए पनि यहाँबाट रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरहरूमा मात्र नभई नेपालीहरू तेस्रो मुलुकतर्फ पनि जाने र तेस्रो मुलुकका पर्यटकहरू पनि नेपालमा पर्यटकीय घुमफिरका लागि आउने गरेको यहाँ भेटिएको छ। त्यस्तै पनि यो नाका दुई देश बिचको मात्रै नाका नभइकन त्रिदेशीय नाका अथवा बाह्य देशहरूको लागि पनि यो महत्त्वपूर्ण नाकाका रूपमा लिन सकिन्छ। र यहाँ यो नाकाबाट भारतका बराइज लगायतका जिल्लाहरूबाट नेपालका व्यापारीहरूले दैनिक करोडौँको सामानहरू ल्याउने र यहाँबाट नेपालबाट पनि जडीबुटी लगायतका सामानहरू भारततर्फ पठाउने गर्दा यहाँ करोडौँको दैनिक कारोबार हुने गरेको छ। तर राज्यको उदासीनता र राज्यको ढिलासुस्ती तथा राज्यको एकदम यो चेक जाँचमा अलिकति समस्याका कारण कर्मचारी अभावका कारणले गर्दाखेरि यहाँ राज्यलाई उठ्नुपर्ने दैनिक रूपमा उठ्नुपर्ने राजस्व उठ्न नसकेको सरकारी कर्मचारीहरू पनि बताउने गर्दछन्। र पछिल्लो समय जुन माले सरकारले 100 रुपियाँको सामानमा भन्सार लगाउने नियम लगाइसकेपछि केही समय अगाडि यहाँको यो नाका सुनसान देखिएको थियो। तर पछिल्लो समय सरकारले नै नाकामा चाहिँ घरायसी सामानहरू ल्याउनका निमित्त अलिकति सहज बनाइसकेपछि नाकामा नेपाली व्यवसायीहरूले घरायसी सामानहरू आयात गर्ने क्रम बढेको छ। र विगतमा चाहिँ केही समय अगाडि चाहिँ सुनसान रहेको रुपैयाँ बजार अहिले चाहिँ घरायसी सामान ल्याउन दिने र नाकामा अलिकति कुकुलो गर्ने सरकारको निर्देशनसँगै रुपैयाँ बजारमा पनि केही चलफल भएको र नेपाली नागरिकहरूले सहज रूपमा चाहिँ घरायसी सामान ल्याउने गरेको यहाँका कर्मचारीहरूले बताउँछन्। तर यहाँको सुरक्षा चेक जाँच एकदम पिटलो देखिएको छ र यहाँ सुरक्षाकर्मीको अभाव र स्रोत साधनको अभावले गर्दाखेरि गर्नुपर्ने जति सुरक्षा चेक जाँच गर्न नसकेका कारण नाका पूर्ण मुख्य नाकाबाट तस्करीहरू रोकिए पनि साइड र छेउछेउबाट चाहिँ तस्करी र क्यारिङको काम चाहिँ नियमित हुने गरेको प्रहरी स्रोतले बताउँछ।